नमस्कार दर्शकबिन, सधैँ चाहिँ आज पनि म हजुरहरुमा चाहिँ एकदमै डरलाग्दो घटना लिएर उपस्थित भइसकेको छु। यो घटना चाहिँ मेरो आफ्नै दिदी भिनाजुको लाइफमा घटेको घटना हो भनौं न। एकदम डरलाग्दो पनि छ। मेरो भिनाजुलाई चाहिँ जुन मेरो भिनाजु चाहिँ ड्राइभर हुनुहुन्थ्यो, उहाँलाई चाहिँ त्यो गाडी चलाउने क्रममा घटेको घटना मेरो पनि भन्दै नि त केटा भनेर भन्नुभएको थियो। त्यही भएर चाहिँ मैले भन्न हजुरहरुमा चाहिँ शेयर गर्न चाहे। म भिनाजुको लाइफमा घटेको घटनालाई म जस्ताको तस्तै हजुरहरुमा प्रस्तुत गर्छु। के कस्तो लाग्छ हजुरहरुले कमेन्ट गर्दिनु होला। घटना चाहिँ के छ भने भिनाजुले त्यो गाडी चलाउने क्रममा चाहिँ झ्याप अगाडि आउने रे के, त्यो तपाईको 5 किचकन्डे आउने रे के, 5 वटा किचकन्डे आउने रे हैन, झ्याप अगाडि आउने रे के। गाडी चलाउँदाखेरि गाडी रोक्दिने, स्टार्ट बन्द गरिदिने, अनि लाइट निम्ने, हेडलाइटहरु निभाइदिने, त्यस्तो हुन्थ्यो रे। त्यो घटनालाई चाहिँ म विस्तार रूपमा हजुरहरुमा शेयर गर्न गइरहेको छु। अनि घटना चाहिँ के थियो भने मेरो भिनाजुको गाउँ चाहिँ तातोपानी खासा भनौं न। यो खासाको बोर्डरमा पर्छ। दिदी भिनाजु चाहिँ त्यहाँ बस्नुहुन्छ भनौं न। गाउँ नै वही हो भिनाजुको चाहिँ। अनि भिनाजु चाहिँ गाडी चलाउनुहुन्थ्यो के, गाडी चलाउनुहुन्थ्यो। अनि गाडी भन्ने मतलब टिपर, बुझ्नुभयो नि तपाईहरुले। टिपर भनेको चाहिँ त्यो सामानहरु बोक्ने उ गर्ने टिपर चलाउनुहुन्थ्यो। चलाउने क्रममा चाहिँ के भएछ भने भिनाजुले चाहिँ यो बालुवा लिएर लगभग यो काठमाडौँ आउनु पर्ने के। बालुवा लिएर चाहिँ यो काठमाडौँ आउनु पर्ने, राति आउनु पर्ने, तर दिउँसो आउन नमिल्ने, राति लिएर आउनु पर्ने काम थियो। अनि एक दिन चाहिँ के भएछ भने भिनाजुले जस्तै बालुवा लोडसोड गर्नुभएछ। अनि राति त्यस्तै 11 बजेको समयतिर चाहिँ तातोपानीबाट यो तातोपानीबाट हिँड्नु पर्ने रे त्यहाँनिरबाट। हिँड्नु पर्ने भएपछि त्यति बेला चाहिँ त्यो तातोपानीकै त्यो यता तल खोलाको थियो रे टिप चाहिँ त्यहाँनिर बालुवा झिकेर रहेछ, त्यो घट्टे खोलो भन्ने ठाउँमा। अनि त्यहाँनिरबाट चाहिँ बालुवाको टिप लिएर चाहिँ यता काठमाडौँ आउनु पर्ने। धुलखेलबाट अलिकति कति टाढा भन्दै हुनुहुन्थ्यो। अनि आउनु पर्ने भएपछि भिनाजुले चाहिँ अनि राति 11:30 बजे त्यहाँबाट हिँड्नु पर्ने भएछ। लोडसोड गर्दा त्यति बज्यो रे, गाडीमा बालुवा लोडसोड गर्दा त्यति बज्यो रे। बजिसकेपछि अनि सर्र लिएर आउनु भएछ। लिएर आइसकेपछि यो लार्चा भन्ने छ क्या एउटा, लार्चाको पुल भन्छ। अनि त्यहाँनिर ठ्याक्क आइपुगेपछि झ्याप्प बत्ती निम्यो रे, हेडलाइट निम्यो रे, गाडीको हेडलाइट निम्यो रे। त्यो बाटो अब कति हिँडिरा त्यो दिन चाहिँ त्यस्तो भएछ क्या उहाँलाई। अरू बेला चाहिँ अलि अगाडि भनौं न 8:30 तिर 7:30 तिर हिँड्नुहुन्थ्यो रे त्यहाँबाट। त्यो बेला चाहिँ अब 11 बजे हिँड्नु भएछ क्या, 11 बजे 11:30 बजे हिँड्नु भएछ। त्यसपछि चाहिँ झ्याप्प त्यो पुलमा आएपछि लाइट निम्यो रे गाडीको। अनि अगाडि हेर्छु केही पनि छैन, स्टार्टै भएन रे, स्टार्टै भएन रे। स्टार्ट नभइसकेपछि तपाईको गाडी खटर पार्यो, झिल्ल बल्या जस्तो गर्छ, लाइट फेरि निमिहाल्छ रे, स्टार्टै भएन रे। नभइसकेपछि अनि त्यहाँ निकै बेरपछि एउटा भडक्क बल्यो रे क्या, बत्ती खोल्दाखेरि झराट बल्यो रे, स्टार्ट पनि भयो रे क्या। अलि निकै बेर जो लगभग 20-25 मिनेटै उहाँलाई कुराउनु भएछ। अनि त्यहाँ त्यो अब खलासी भाइ पनि हुने, डर पनि लागेछ कि उहाँलाई, डर पनि लागेछ। अनि भनौँ अब बल्यो, बत्ती बलिसकेपछि अनि त्यहाँ अगाडि बढ्नु भयो रे। अगाडि बढ्दाखेरि ठ्याक्क त्यहाँनिरबाट अगाडि त्यो हेडलाइटले ठ्याक्क भेट्ने ठाउँमा 5 वटा महिला रे, 5 जना महिलाले ठ्याक्क बाटो छेक्या अरे। त्यो तपाईको भनौँ त्यो रोडै ढाक्ने तालले 5 वटा टक्क उभ्या छन् रे है। अनि पछाडि फर्क्या छ अरे, अगाडि फर्क्या छैन, पछाडि फर्क्या छ अरे। कपाल भन्नुहुन्छ भने तपाईको कपाल चाहिँ यो कुर्कुच्चासम्म ढाक्ने के, कुर्कुच्चै झ्याप्पै छोप्ने तालको त्यस्तो लामो कपाल छ अरे उहाँहरुको, त्यो लेडिजहरुको त्यस्तो कपाल, लामो कपालले। अनि बाटो छेक्यो रे। छेकिसकेपछि उहाँले चाहिँ हर्न लाउनु भएछ क्या, एकदम हर्न लाउनु भएछ, हट्दैन रे। अनि गाडी रोक्नु भयो, उहाँले रोक्नुभयो। रोकिसकेपछि एकदम त्यो हट्दैन रे, जति हर्न लाइन नहटेपछि अनि गाडी रोक्नु भएछ। रोक्नु भइसकेपछि चाहिँ अनि के भयो रे उहाँलाई भने अनि त्यो राति किचकन्नेले बाटो छेक्छ भन्ने चाहिँ सुनिरहेको हैन। उहाँलाई त्यही लाग्यो रे क्या, कपाल लामो देखेर चाहिँ यो किचकन्ने नै हो, भूत नै हो भन्ने जस्तो लाग्यो रे। लाइसकेपछि चाहिँ अब के गर्ने त अब भनेपछि अनि त्यहाँ खलासी भाइले
दाइ आगो बालौँ न आगो बाल्यो भने हट्छ भनेर अनि त्यो यस्तोमा त्यो सलाई पहिलाको जस्तो त्यो काँटीवाला सलाई हुन्थ्यो त्यो काँटीवाला सलाई अनि त्यो पार्न खोज्यो 3-4वटा बाल्दा पनि त्यो बलेन रे नबलिसकेपछि डर लागिसक्यो उहाँहरू दुईजनाले डरले थुर्र भइसक्नु भयो अनि त्यहाँ लास्ट पाला पनि बलेर क्या ठ्याक्क त्यो आगो नि बलाइदियो रे त्यो आगो झ्यार्र पर्दाखेरि आँखामा झिल्ल हुन्छ नि झिल्ल भएर त्यो यस्तो हेर्दाखेरि त्यो 5-6वटा हट्यो रे छैन रे त्यहाँनिर 5जनै छैन रे अनि त्यसपछि झन् खलासी भाइले कहानी सुनाउन थालेछ क्या उसको गाउँमा घटेको घटनाहरू किचकन्ने भने यस्तो हुन्छ उस्तो हुन्छ यसरी उसको खुट्टा पछाडि फर्के हुन्छ उ गरे हुन्छ भनेर त्यो भन्न थालेछ अनि भिनाजुले डर पनि लाएर एकदमै डर पनि लाएर अनि सरर जानुभयो त्यसपछि बाटातिर खासै केही भेट्नु भएन छ अनि त्यसपछि कोही मान्छे उभ्याइदेखि बाटा भने पनि उहाँलाई भिनाजुले डर लाग्न थाल्यो रे त्यो आयो अनि बाल्लासाल्ला गरेर फर्काएर अनि फेरि फर्किने क्रममा फर्किसकेपछि अनि त्यहीँनिर जुन ठाउँमा छ ठ्याक्क त्यति बेर त्यो पुग्ने ठाउँमा छ त्यो लार्जाको पुलकै साइडमा पुल नतर्दै अलिकति ओरा नै ढ्याक्क उ निम्यो अरे क्या के अरे स्टार्ट बन्द भयो अरे स्टार्ट बन्द भएपछि उहाँलाई अचम्म लाग्यो उहाँबाट दौडेर आएको गाडी केही नअगाडि त्यहीँनिर हिजो बेलुका हामीले यस्तो भेट्यो त्यहीँ आएपछि बन्द भयो भनेपछि यहाँ केही न केही शक्ति छ भन्ने जस्तो कुरा भयो होइन शक्ति छ अब यो केही न हो हामीले चाहिँ देख्यो न भूत हो न देउता हो भन्ने जस्तो कुरा भयो अरे अनि त्यहाँ भइसकेपछि अनि त्यो भएपछि अनि गाडी एकैछिन कुर्नु भएछ कुरेपछि चाहिँ अनि स्टार्ट भएपछि जानुभयो घरमा गयो अनि त्यहाँ त्यतिलाई सेयर गर्नुभएछ क्या यस्तो भयो यस्तो 5जना भेट्यौँ हामीले बाटामा आज के हो न भूत हो न प्रेत हो केही थाहै भन न त्यो भगवान हो के हो भनेर अनि त्यहाँ दिदीले नि अब गाउँमा सुनिरहेको बुबाहरूले भनिरहेको रे यो त किचकन्ने हो अब तपाईँलाई पछि लाग्छ यो किचकन्ने हो नि त भनेर अनि उहाँले चाहिँ त्यो दिदीले चाहिँ के भन्नुभयो भने चुराहरू झुन्डाउनु अनि त्यो एउटा चप्पलहरू राख्नु गाडीको अगाडि केही हुँदैन त्यस्तो गऱ्यो भने चाहिँ भनेर भन्नुभयो अरे अनि भिनाजले चाहिँ फेरि अन्धविश्वास त्यस्तो कुरामा विश्वासै लाग्दैन थियो कि भिनाजलाई नलाग्ने भएपछि भिनाजले पर्दैन यो किन गर्नु पर्यो यस्तो भन्ने जस्तो कुरा गर्नु पर्यो गर्नु भएन छैन मान्नु भएन छ अनि भोलिपल्ट नि जानुपर्ने ट्रिप लिएर अझ 4-5 ट्रिप लानु थियो अरे क्या त्यहाँनिरबाट 4-5 चोटि जानुपर्ने अनि अब 4-5 ट्रिप हुने छ अब त्यति गरौँला बरु अलि चाँडै जाउँला भन्ने जस्तो कुरा गर्नु भएन हुन्छ अब तपाईँ नमान्नु भने नमान्नु पछि यसले पछायो भने चाहिँ छोड्दैन है तपाईँलाई फेरि के खान्छ कि केही न केही गर्छ यसले अनर्थ हुन्छ त भन्नुभएको थियो दिदीले भनेपछि अब भिनाजले त्यो मान्नु भएन अनि आउनुभयो भोलिपल्ट नि लोड गर्नुभयो लोड गरेर टक्क अनि हिँड्ने क्रममा उहाँलाई त्यहीँ पुग्दाखेरि चाहिँ डर त लाग्छ भन्ने उहाँलाई त्यो मनमा छ अनि त्यहाँ हिँड्नु भएछ लोड गरेर गाडी भोलिपल्ट अनि हिँड्नु भएपछि त्यहाँ त्यो पुल यताबाट जाँदा नि पुल नतर्दै त्यहाँनिर एकजना मान्छेले यस्तो हात दियो अरे क्या केटी नै मान्छेले राम्री छ अरे केटी पनि राम्री छ अरे लगभग 15-16 वर्षको उमेरको केटी छ अरे टक्क हात दियो अरे हात दिइसकेपछि अब कोही अलपत्र पर्यो होला राति अब 9-10 बजे लगिदिउँ न त कहाँसम्म जाने हो साथी नै हुन्छ बोल्दै जाउँ भनेर रोक्नु भएछ बिनाले ढ्याक्क रोक्नु भएछ रोक्न बित्तिकै अनि त्यहाँ त्यो केटीलाई चढाएर क्या चढाएर चढ्यो अरे अनि त्यो केटी एकदम राम्री थियो अरे सुन्दर थियो अरे त्यसपछि त्यो दिन त्यहाँनिर त्यो केही पनि रोकेन अरे त्यो एकजना चढेपछि त्यहाँनिर केही पनि भएन अरे रोकेन अरे सर्र आयो भने केही पनि देख्दा नि देखेन अरे उनीहरूले होइन सर्र आयो गफ गर्दै आयो अनि गफ गर्दै गर्दाखेरि हामीले हिजो त्यहीँनिर त्यही तपाईँ उभिएकै ठाउँमा 5वटा किचकन्ने भेटेको थियौँ भूत भेटेको थियौँ भनेर क्या भिनाजले त्यो केटीले अनि त्यो केटी पनि हाँस्यो अरे क्या हाँसो चाहिँ तर अर्कै प्रकारको थियो अरे क्या अलिक डरलाग्दो हाँसो थियो अरे क्या उसको त्यो इको आएको जस्तो उसको भोइसमा इको आएको जस्तो अलिक डरलाग्दो हाँसो थियो अरे होइन अनि भइसकेपछि अर्कै प्रकारको भएपछि अनि त्यो केटीले के जवाफ दियो भने अनि म पनि किचकन्ने भनेर के अरे म पनि किचकन्ने रहेछु भने तपाईँले के गर्नुहुन्छ भनेर भन्नुभयो अनि त्यहाँ हे तिमी यस्तो कुरा नगर झन् डर लागिरहेको बेला भनेछ भिनाजीले अनि नभन्दा गफ गर्दै गइसकेपछि अनि यता एउटा डाग्लाङ भन्ने ठाउँ छ क्या त्यो
उसमा तातपानीबाट आउँदाखेरि डाकलाङ भन्ने ठाउँमा आएपछि चाहिँ त्यहाँनिर चाहिँ जहिल्यै पहिरो जाने त्यहाँनिर चाहिँ जहिल्यै पहिरो जाने अनि त्यहाँनिर चाहिँ अलिकति त्यो दिन पनि हल्का सिमसिम पानी त परेको थियो अरे तर त्यस्तो ठुलो पानी सानी परेको थिएन अरे अनि नपरिसकेपछि त्यहाँनिर पहिरो गएको रहेछ अरे अनि ठ्याक्क रोकिसकेपछि अनि लगभग त्यो खुल्ने चान्सेसै भएन अरे क्या त्यो आज बेलुका त खुल्ने चान्सेसै भएन अरे अनि त्यहाँ बसिरहेको थियो अरे अनि बसिरहेपछि अब रोकिरह्यो अनि गफ गर्दै उनीहरू गफ गर्दै यो पहिरो जहिले जान्छ भनेर अनि त्यहाँको रहस्य चाहिँ के थियो अरे भने त्यहाँनिर पहिरो जान चाहिँ पहिला एकदम शक्ति थियो अरे यो त्यो बाटो खन्ने बेलामा कस्तो भएको थियो अरे त्यो डाकलाङमा भन्ने चाहिँ बाटो खन्ने बेलामा त्यो पहिला चाहिँ यस्तो डोजरहरू ठुल्ठुला डोजरहरू नहुने त्यो भ्याकुहरू नहुने भनौँ न भ्याकु भन्थ्यो पहिला त्यो यस्तो खन्नेलाई नहुने सानो मात्र हुन्थ्यो अरे अनि यस्तो त्यो भिर पहडाहरू भकाउनु पर्ने चाहिँ ब्लास्टिङ गर्ने भनेर हुन्थ्यो अरे त्यहाँ बारुदहरू बमहरू जस्तो भरेर दुलो पारेर हालेर अनि भक्काएर खन्नुपर्ने हुन्थ्यो अरे अनि त्यो क्रममा चाहिँ त्यहाँ चाहिँ एकदम डेन्जर भगवान रहेछ अरे क्या भनौँ न त्यो भिनाजले त्यो केटीले सुनाएको कहानी रहेछ अरे अनि रहिसकेपछि चाहिँ अनि त्यो कस्तो भएछ भने त्यहाँनिर त्यो ब्लास्टिङ हान्ने क्रममा चाहिँ त्यहाँनिरबाट दुईवटा एउटा केटा र केटी सर्र उडेर क्या यसरी त्यो चरा जस्तरी उडेर गएर ठ्याक्क त्यो पारिपट्टि भित्तामा बस्यो अरे क्या त्यहाँनिर एउटा केही शक्ति रहेछ भनौँ न अब भनौँ जैविक शक्तिहरू होला केही भगवानै थियो होला सायद अनि त्यो ब्लास्टिङ हानेपछि त्यो गएर त्यो भित्तामा बस्यो अरे अहिले पनि तपाईँहरू त्यो गयो भने डाकलाङ भन्दा यतापट्टि भित्तामा चाहिँ कस्तो छ भने त्यो ठ्याक्क मान्छेको चित्र जस्तो ढुङ्गाको शिलामा चाहिँ त्यो तपाईँको मान्छेको चित्र जस्तो झ्याप्प छ क्या अहिले पनि हेर्न सकिन्छ हामीले होइन जाँदाखेरि अनि त्यस्तो छ त्यसको रहस्य त्यहाँ दिनबाट चाहिँ त्यो बाटोमा जुनै साल पनि जहिले पहिरो जाने त्यहाँनिर चाहिँ बाटो कहिले पनि राम्रो नहुने मोटर बाटो कहिले पनि राम्रो नहुने अनि त्यस्तो कुरा गर्नु भयो अरे अनि भन्दै थियो अरे है खलासी सुतिरहेको थियो अरे जुन खलासी भाइ चाहिँ सुतिरहेको थियो अरे अनि भिनाजलाई अब केटीसँग गफ गर्नु पाएपछि मक्खै भिनाइजी भने अनि त्यो ऊ भइरहेको थियो अरे अनि भनौँ न अनि त्यो केटीले भन्दै थियो अरे लगभग आज रातभरि खुल्ने चान्सेसै भएन अरे क्या त्यो बाटो पछाडितिर नि टक्क जाम छ लगभग 3:30-4 जस्तो बस्न लागेपछि अब म जान्छु भन्न थाले अरे क्या त्यो केटीले अनि कहाँ जाने तिमी अब यतै बस न अब बाटो खुलेपछि जसरी जाने हो म कहाँसम्म जाने पुर्याइदिइहाल्छु नि भन्नुभयो अरे उनीहरूले होइन म जान्छु मेरो जाने टाइम भयो भनेर छटपटी गर्न थाल्यो अरे त्यो केटी है गर्न थालेपछि अब भिनाजले किन छटपट्या हो भन्ने जस्तो भयो भिनाजले त्यो भूत हो त्यो किचकन्ने हो भने त्यो फुमै छैन क्या लगभग 4:30बाट 5 बज्नलाई त्यो भनौँ न उक्लिन्छ नि टाइमिङ उक्लिँदै गर्दाखेरि त्यो झन् धेरै छटपटाउनु थाल्यो अरे होइन छटपटाउनु थालिसकेपछि के भयो यसलाई भने जस्तो म जान्छु भन्छ अरे ढोका खोलिदिनु भन्छ अरे ऊ भन्छ अरे होइन अर्कै पाराले कुरा गर्न थाल्यो अरे क्या त्यसपछि अन्त रे बाबा तिमी कहाँसम्म पुग्ने यहीँसम्म होइन म आफै जान्छु भन्छ अरे त्यो केटी चाहिँ छटपटी रहेछ अरे होइन अब के गरौँ कसो गरौँ भनेर अनि भिनाजलाई त्यो अचम्म लाग्यो क्या त्यो छटपट्या देखेर अब भिनाजले के न गर्ला जस्तो ऊ गर्ला जस्तो त्यस्तो छटपटी आत्तिरहेछ अरे क्या त्यो एकदम आत्तिरहेछ अरे अनि भिनाजले चाहिँ अब जाउँ म गन्तव्यसम्म नै पुऱ्याइदिन्छु किन बोलिनु भनेर भनिरहनु भएको थियो अरे अनि भिनाज यस्तो स्ट्रिङमै टक्क यस्तो गरेर बसिरहनु भयो अरे अनि त्यहाँ भिनाजले चाहिँ भिनाज चुरुट खानुहुन्थ्यो अनि ठ्याक्क त्यो चुरुटको बट्टा झिकेर ठ्याक्क सलाई पनि झिक्नु च्याप्पै हात समातिरे क्या त्यसले च्याप्पै हात समातिरे त्यो नबाल भनेर क्या त्यो आगो नबाल भनेर होइन आगो नबाल भनेर झ्याप्पै हात समातेपछि भिनाजलाई अचम्म लाग्यो क्या भिनाजी तर्सिनु भयो अरे त्यो हात समात्दा चाहिँ जिरिङ्गै तर्सिनु भयो अरे अनि अचम्मै लाग्यो अनि त्यो ठ्याक्कै त्यो सलाई छोडिदिनु भएछ अनि किनभने मलाई चुरोटको गन्ध धुवा मन पर्दैन भनेर क्या धुवा मन पर्दैन भनेपछि भनेर भने अनि अब खासमा त्यो किचकन्डी हो त्यो भूत हो अब त्यसलाई त अब आगो त्यस्तो ऊहरूदेखि त उता डर हुन्छ उसलाई त त्यस्तो हुन्छ भनेर खान नदेखि हो खासमा चाहिँ अनि भिनाजले त्यति बेरसम्म ठिकै छैन भिनाजलाई चाहिँ कस्तो भने त्यो किचकन्ने हो भन्ने जस्तो नै छैन होइन अनि आज समातिसकेपछि छोडिदिनु भएको छ भिनाजले होइन छोडिदिइसकेपछि अनि त्यहाँ त्यो केटी अब लगभग 5:15 जाँदा होइन रिमरिम उज्यालो भयो अरे रिमरिम उज्यालो भएपछि भनौँ न भिनाज के गर्दा यस्तो भुलियादियो अरे केटी छैन अरे ढोका नि खुल्या छैन भिनाजले ढोका खोलिदिनु भएको छैन है भिनाजी नि ओलिनु भएको छैन
के यसो सट्ट गर्दाखेरि नै केटी हराइरहे क्या त्यहाँनिर उज्यालो भएपछि अचम्मै लागेर भिनाजु त्यहाँ केटी हराइरहे भनेपछि यो चाहिँ म यता उ गरेको न्युमा सुटुक्क ढोका खोलेर यो चाहिँ गई भन्ने जस्तो फिल भएछ भिनाजुलाई। अब यो ढोका कसरी लाग्यो फेरि लागेको आवाज पनि सुनिन भने जस्तो अचम्म लाग्यो। फेरि खलासी भाइ मस्त घुँडेर सुतिरहेको अरे अन्त्याएर खलासीलाई बोलाउनु भएछ भिनाजले अरे उठ उज्यालो भइसक्यो भनेर भने अनि त्यो भाइ उठिसकेछ अनि यस्तो यस्तो थियो केटी त हराइ त के तैँले ढोका खोल्थ्यौ भने म त उठाइ छैन भनेर भन्छ अरे केटो है। अनि भिनाज त्यसपछि चाहिँ डर लाग्न थाल्यो अरे क्या त्यो बा भूत पो हो कि हिजो भेटै ठाउँबाट चढ्यो कि अहिले ठाउँको ठाउँ गायब भए उज्यालो हुन लागेपछि भन्ने जस्तो भयो अरे नभग त्यसको आधी घन्टा जतिपछि त्यो जाम पनि खुल्यो अरे। खुलिसकेपछि अनि त्यो पहिरो बाटो बनाएपछि अनि सर्र आउनुभएछ। त्यस दिन त्यो दिनबाट चाहिँ लगभग भिनाजी दोलाल घाटतिर आउँदा चाहिँ कस्तो चक्कर लाग्यो जस्तो टाउकोहरू दुख्न थाल्यो अरे क्या कस्तो बोरिङ फिल भयो अरे क्या भिनाजलाई दिमागमा त्यो कुराहरू धेरै खेलेर नि हो कि गेले हो त्यो बोरिङ फिल भयो अनि त्यो गर्दा गर्दा आएर अनि यता बाल्न छोड्नु भयो अनि फर्किनु भएपछि त्यो दिन फर्किने टाइम के भएन गएर दिदीलाई भन्नुभएछ घरमा गएर दिदीलाई भन्नुभयो दिदीलाई भन्दाखेरि यस्तो यस्तो गऱ्यो हराइ त्यहाँ हामीले त अब रात बेल कोरस भनेर चढाएको न यो पक्कै किचकन्ने हो अब किचकन्नेले पचाइ चाहिँ अब यो मान्छेलाई खान्छ अब भन्ने जस्तो दिदी आत्तिन थाल्नु भयो अरे क्या आलाप र बिलाप गर्नुभयो अरे गरिसकेपछि अनि त्यहाँ के गर्ने त अब भनेपछि अझै 2-3 टिप त लानु छ अब बाटोमा त्यस्तो हुन थालिसक्यो हैन। अब भिनाजलाई पनि डर लाग्यो अनि त्यहाँनिर एउटा भनौँ गाउँमै तान्त्रिक दाइलाई बोलाएर अब बुझाउनु पर्छ यसलाई अब के गर्नुपर्छ भन्ने जस्तो कुरा गर्नुभयो दिदीले। त्यो भएपछि अनि त्यहाँकै गाउँकै अब झारफुक गर्ने दाइ हुनुहुन्थ्यो अरे दाइलाई बोलाएर अनि झारफुक बेलुका त्यस्तै 5 बजेतिर चिन्ता गरेर अनि टिप लिएर जान्छु भनेर खलासीलाई त्यहाँ लोड गर्दै गर भनेको थियो अरे अनि चिन्ता गर्न थाल्नु भयो अरे। अनि त्यो झाँक्रीले नि के भनेर भने तिमीलाई केही आत्माको छायाले कसैको आत्माले चाहिँ तिम्रो शरीरमा बास गरिसकेको छ पछाइसकेको छ तिमीलाई चाहिँ यो आत्मा हटाउनु पर्छ यो आत्मा हटाउनु निकै गाह्रो हुन्छ भनेर भन्यो अरे। भनिसकेपछि त भिनाजलाई त अझ एकदम डर लाग्यो नि त के आत्माहरूले नै पछाछ भन्ने जस्तो कुरा गरेपछि एकदम डर लाग्यो के गर्ने त भनेपछि अब आज नि जानु छ त्यही टिप लिएर भनेपछि अब चाहिँ छिटै जान्छु अब उज्यालोमा जान्छु उज्यालो अब उता फर्किँदा त उज्यालो भइहाल्छ उज्यालोमा जान्छु भन्ने जस्तो भयो अरे। त्यसपछि अब 3-4 टिप त गर्नै छ अझै अनि के भयो अरे भने अनि त्यसपछि त्यो झाँक्रीले भन्यो झारफुक गरिदियो अलिअलि त्यो अलिअलि गरौँ जिउहरू गरौँ भयो अलि हल्का भएर क्या त्यो फुकेपछि एकछिनपछि अलि हल्का जस्तो फिल भएर त्यसपछि आउनु भएछ अनि गाडी लिएर हिँड्नु हो। मलाई त्यो मन चिन्ता रोगले खाइसकेछ क्या जस्तै मान्छे चिन्ता लागिसकेछ मलाई अब आत्माले पछायो भनेपछि अलि एकदम चिन्ता लागिसकेछ। त्यो भाइसँग त्यति राम्रोसँग बोल्नु भएको थिएन अरे क्या खलासी भाइसँग नि चुपो लागेर गाडी चलाइरहनु भएको थियो अरे। ठ्याक्क त्यहाँ आएपछि त्यो दिन चाहिँ कस्तो भने 3 जनाले हात दियो अरे क्या त्यो दिन पनि ठ्याक्क त्यो चाहिँ पुल तडेपछि भनौँ न उत्तापट्टि रहेछ अरे क्या त्यो दिन चाहिँ फेरि टक्क हात दियो अरे। अनि यो किचकनेहरू खोला तर्दैन भनेको कारण चाहिँ कि खोला वारै हुन्छ अरे कि खोला पारी बसिया हुन्छ अरे क्या तिनीहरू चाहिँ त्यो जस्तो मानिले उनीहरू हिँडेर चाहिँ खोला कहिले पनि तर्दैन अरे। अनि ठ्याक्क हात दियो अरे हात दिइसकेपछि अब उनै छ क्या फेरि अब उनै छ मान्छे छ हात दिएपछि अब अटोमेटिक नरोकौँ भनेर उहीँ भन्दा नि कहाँबाट त्यो दिमागै रोकिदिउँ जस्तो आउने अरे क्या रोकिदिनु भएछ। रोकिदिनु भएपछि त्यो 3जना चढ्यो अरे चढेर कहाँसम्म जाने भनेर भने अरे अब उहीँ पर भनेर भने अरे एउटा मात्र बोली रे यहीँ पर भनेर भनिसकेपछि अनि त्यहाँ अलिक कोचाकोच हुन्छ नि त जस्तै अब टिप्परमा 4 जना भयो नि त अब त ड्राइभर दाइ त्यहाँनिर 3 जना चढ्दा अलिक कोचाकोच भयो अरे ल कोचाकोच जस्तै गएर चढिरहेको थियो अरे। अनि चढिसकेपछि त्यो लुगा नि एउटा ग्राउन्डहरू हुन्छ नि ग्राउन्डहरू जस्तो अनि कपाल चाहिँ त्यो दिन रातिदेखिको मान्छेको जस्तै लामो न लामो कपालहरू थियो अरे क्या त्यो 3टाइको एकदम लामो न लामो कपाल थियो अरे। अनि कपाल भएपछि अब के गर्ने अब चढाएछ नि केटी नै हो कि के हो भने भिनाजको आँखै यता छ क्या न यो भूत हो न खान्छ भन्ने जस्तो डर भइरहेछ होइन। अनि चढिसकेपछि सर्र आइसकेपछि
त्यही डाक्लाङै भन्दा अलिकति अगाडि तडेपछि हामी यहीँ झर्ने हो यहीँ झारिदिनु भनेर तिनैजनाले होइन त्यहाँदेखि चाहिँ अलिक कुइनटो जस्तो यस्तो गोलाइ छ क्या त्यो डाक्लाङ भन्दा यतापट्टि चाहिँ अलिक अन्धकार जस्तो अलिक गोलाइ जस्तै त्यहाँनिरबाट चाहिँ यस्तो घुमेर अनि उकालो चढेर अनि फेरि ओह्रालो झर्नुपर्ने जस्तो बाटो छ अनि त्यहीँनिर रोकिदिनु भनेर किन यति राति यहाँनिर भने हाम्रो यही काम छ भनेर भन्यो अरे अनि ओह्रालिदियो अरे होइन ओह्रालिदिइसकेपछि अनि त्यो तिनीहरू अगाडि जस्तो गाडीको अगाडि गयो भिना चाहिँ तिनीहरू अलिक पर पुग्ने बेलासम्म गाडी स्टार्ट गरेर चलाउनै भएन छ क्या भिनाजले चाहिँ झरिसकेपछि त्यो हेडलाइटले भ्याउने बेलासम्म होइन पर एउटै ड्रेस छ अरे तिनैजनाको अलिक पर पुगेर अनि अलि एउटा त्यो ओडार जस्तो ढुङ्गा छ अरे क्या त्यहाँनिर चाहिँ अब त्यो चाहिँ मैले देखेको छैन कि त्यो चाहिँ ढुङ्गा अनि त्यो ओडार जस्तो ढुङ्गामा पुगेपछि सलक्क तिनजना हरायो अरे क्या त्यो ढुङ्गा छेउमा पुगेपछि त्यो गाडीको हेडलाइटले भ्याइरहेछ त्यो ढुङ्गा देखिरहेछ होइन अनि हराइसकेपछि ओहो आज नि मैले भूत बोकेछु भन्ने जस्तो भिनाजको हातै कामेर त्यो थर हातै कामेर भनौँ न आज नि भूतै बोकेछु भन्ने जस्तो फिल भयो अनि भइसकेपछि अब जसरी हुन्छ सामान त पुऱ्याउनु पऱ्यो अर्काको सामानहरू अनि लिएर आउनुभएको छ भिनाजले सर्र गाडीहरू लिएर आउनुभएको छ उ गर्नुभएको छ भिनाजले त्यो अब असन्चो त भइरहेछ होइन भइरहेछ अनि भोलिपल्ट फर्किसकेपछि अनि अब फेरि गयो घरमा यस्तो भयो आज नि तिनजना चढ्यो अब मलाई पछ्याउने नै भयो के गर्ने भनेर भन्नुभएछ होइन घरमा अनि त्यो अब झाँक्रीलाई नि बोलाएर सल्लाह गर्दाखेरि अब के गर्ने त यस्तो गर्ने भने अब झाँक्रीले चाहिँ एउटा भनौँ न बुट्टी बाँध तँलाई अब त्यो रात बेल हिँड्न पर्ने जस्तो बुट्टी बाँध त्यसले चाहिँ बुट्टी बाँधेपछि चाहिँ एउटा आफ्नो शरीरमा आङ बाँधे जस्तै हो त्यति भएपछि तेरो नजिक चाहिँ भूत प्रेत आउँदैन भन्ने जस्तो कुरा गर्नुभयो अरे अनि हुन्छ नि त भनेर अनि बुट्टीलाई नि लगभग 45 जस्तो लिनुभयो अरे क्या झाँक्रीले 45 जस्तो लिनुभयो अरे लिनु भएपछि अनि बान्नु भएछ भिनाजले बान्नु भएछ अनि त्यहाँबाट यस्तो पाखुरामा बान्नु भएछ क्या जस्तै मान्यो भिनाजलाई चाहिँ पहिल्यैदेखि त्यो अब घाँटीमा बान्न ओर्न त्यो केही लाम्राङ गर्न मन नलाग्ने त्यो हेबिटको हुनुहुन्थ्यो अरे अनि यस्तो पाखुरामा बान्नु भएछ पाखुरामा बाँधिसकेपछि आउनुभयो त्यसपछि अब आज बेलुका जानुपर्छ टिप्लेर भन्यो अब यो बुट्टी बाँधेपछि भिनाजलाई के ढुक्क भएछ भने यो बुट्टी बाँधेपछि त अब मलाई भूत प्रेत आउँदैन छुँदैन अब यिनीहरूलाई आउँदैन भन्ने जस्तो नि ढुक्क भयो नि त एक हिसाबको विश्वास गरेपछि त्यतिसम्म ढुक्क हुँदो रहेछ अनि आउनुभयो सर्र हिँडेर गएपछि आज चाहिँ सिङ्गलले त्यहीँनिर आएपछि सिङ्गल महिलाले हात दियो अरे आज रोक्दिन्न यसलाई भनेर सर्रै अगाडि बढाउँदाखेरि त सडक्क त्यो चाहिँ त्यो गाडीभित्र चढ्यो अरे क्या आफै न ढोका खोलिदिनु न के गर्नु पऱ्यो आफै आएर बसिरे अन्धेर बस्यो भनेपछि अन्धेर अनि खलासी भाइलाई तैँले ढोका खोल्दै हो भने खलासी भाइ बक्कै छ अरे त्यो बोल्न सकिरहेको छैन अरे क्या त्यो केटी आएर बसिसकेपछि त अन्धेर कस्तो लाग्यो भने भिनाजले आज यसलाई पेल्ने भने जस्तै अगाडि बढाउनु भएको थियो अरे गाडी होइन तर त्यो आफै आएर त्यहाँ अगाडि बढ्यो अरे अन्धेर किन नरोक्नु भएको म आफै चढ्न सकिहाल्छु नि यो गाडी भन्यो अरे छुट्टै केटी छ अरे फर्स्ट दिन एकजनाले रोकी दोस्रो दिन 3 जना चढी आज लास्ट भन्दा चाहिँ यो चाहिँ मेन रहेछ अरे क्या फेरि त्यो किचकन्नीको चाहिँ मेन हेड रहेछ अरे क्या त्यहाँको अनि भइसकेपछि त्यो चढी तर यो चाहिँ अलिकति विश्व सुन्दरी भन्दा राम्री रे क्या त्यस्तो झक बल्या जस्तो देख्ने रे क्या देख्ने रे होइन अनि त्यहाँबाट त्यो उसको स्माइल पनि एकदम मिठो थियो अरे क्या त्यो पहिला चढ्नेको अनि स्माइल पनि एकदम मिठो भएपछि अनि भिनाजलाई डर लाग्यो नि किचकन्ने हो भन्ने जस्तो लागिसकेको थियो अरे होइन अब के गर्ने अब किचकन्ने नै हो यो भने जस्तो भइसकेको थियो अरे अब डर लाग्यो गाडी चलाएर कहाँ झर्ने भने अरे तपाईँहरू कहाँसम्म जाने लास्ट गन्तव्य जान्छु भनेर कि जहाँसम्म जाने त्यहीँसम्म जान्छु भनेर अनि भनिसकेपछि त अनि भनौँ न लिएर जानुभयो सर्रै लिएर जानुभयो अब राति नै आइपुग्ने नि त यहाँ धुलिखेल भने धेरै टाढा नै राति नै आइपुग्यो लास्टै 2:30 तिर आइपुग्यो अनि बालहरू झार्यो त्यति बेरसम्म त्यहीँ छ अरे त्यो गाडीमै छ अरे होइन अनि अरूले नदेख्ने उहाँहरूले देखिरहनु भएको छ होइन त्यो केटी देखिरहनु भएको छ उहाँहरूले नदेख्ने त्यो अब बाल्लासाल्ला झार्यो त्यसपछि हिँड्यो अरे अनि हिँडिसकेपछि त्यो बाटोमा आएपछि त्यो केटीले कस्तो भन्यो अरे भने छिटो हिँड भन्छ अरे क्या छिटो हिँड म पुग्नु छ भन्छ अरे लगभग 3 बजे थियो त्यहाँबाट हिँड्दाखेरि
अनि स्पिड हिँड भन्छ अरे कर गरेको गरे गर्छ अरे क्या अब भिनाजलाई त डर लागिसक्यो होइन स्पिड हिँड भन्दाखेरि अब छिटो हिँड मलाई पुग्नु छ म ठ्याक्कै पुग्नुपर्छ छिटो भन्छ अरे अनि भिनाजलाई शङ्का लागिछ यो उज्यालो हुने टाइममा त्यो हराउँछ अब यो पक्कै त्यही भएर पनि उसको गन्तव्यसम्म पुग्नलाई छिटो हिँड भने हो भनेर भन्यो अरे भनिसकेपछि अनि त्यहाँबाट भिनाजलाई के भन्न आएछ अरे भने अनि यो रात बेलुका किचकन्ने भेट्छ अरे किचकन्नेको खुट्टा त पछाडि फड्क्या हुन्छ अरे नि है भनेर भन्न आएछ भिनाजलाई अनि भनेपछि त्यो केटीले त त्यो उसले लगाएको जामा उडेर मेरो नि पछाडि फड्क्या छ नि इह भनेर देखाइरे यार देखाएपछि भिनाजीको हात काम्या छ अरे लकलक होइन किचकन्नै रहेछ भन्ने थाहा भयो ल उसले कुद किचकन्नै रहेछ भन्ने थाहा भयो त्यसपछि मुसुक्क हाँस्छ अरे हाँस्दाखेरि पनि त्यसपछि त डर लाग्न थाल्यो भिनाजलाई त्यो ऊ हाँस्दाखेरि त्यो दाँतै त्यो दाराहरू निस्किया जस्तो त्यस्तो हुन थाल्यो अरे उसले हेर्छ अरे एककोरो हेर्छ अरे भिनाजलाई अनि त्यो खलास त ठुकठुक त्यो अब पिसाबै फेर्ने स्थितिमा पुगिया छ अरे खलासी होइन अनि त्यो भएर लिएर आएको छ अरे डगडग कहाँ लिएर आएको छ अरे लिएर आइसकेपछि नभन्दा यो जुरेतिर आइपुग्दाखेरि रिमरिम उज्यालो पऱ्यो कि जुरेतिर आइपुग्दाखेरि रिमरिम उज्यालो पऱ्यो उज्यालो हुन बित्तिकै त्यो हराइरह्यो क्या त्यहीँनिर हराइरह्यो गाडीभित्र हराइरह्यो त्यसपछि झन् अब मुटुले ठाउँ छाउँ नि भइहाल्यो त्यसपछि अब रिमरिम उज्यालो त्यसपछि हात खुट्टा कमाउँदै लगलग लिएर आज के को त्यो बुट्टीले काम गर्छ भने त्यो रिस उठ्या छ अरे भिनाजले यो झाँक्रीले मलाई झुट बोल्ने मेरो 4500 खायो भन्ने रिस उठ्दै लिएर आउनुभएछ सरङ गाडी लिएर राखेर अनि घर के हुन्थ्यो यस्तो गर्यो मलाई यस्तो गर्यो भनेर भन्नुभएछ भिनाजले आज पनि चढ्यो आज त झन् गाडी छिटो चलायो भनेर झन्नै मलाई एक्सिडेन्ट गरायो झन्नै मारी मलाई भनेर भनेर अब चाहिँ तँलाई भोक खान्छ भन्ने भयो अरे क्या अब दिदीले नि अब तपाईँलाई भोक खान्छ अब यसले पिछा छोड्दैन भनेर त्यो चाहिँ मेन किचकन्ने रहेछ अरे क्या त्यो मेन किचकन्ने अब चाहिँ अनि भिनाजलाई त्यो दिनबाट यस्तो हन्ती ज्वरो आएछ ज्वरो आउने टाउको दुख्ने अनि त्यो भनौँ न बेचेन हुने रे क्या कोहीसँग बोल्न मन लाग्ने कोही बोल्यो भने झर्को लाग्ने त्यस्तो फिल हुन थालिहाल्यो अरे भिनाजलाई है सन्चो नभएर अनि त्यो दिन टिप लिएर जान ओर्न सक्नु भएछ क्या पुरै सिकिस्तै भएर त्यो लगभग 6-7 दिन बिमारी हुनुभएछ भिनाजी होइन 7 दिन बिमारी हुनुभएछ अनि बिमारी हुनुभएपछि चाहिँ के भएर भिनाजी त सुक्दै जान थाल्यो एकदम त्यो भनौँ न सिकुटे हुन जान थाल्यो रे केही नखाने केही खान मन नलाग्ने रे है अनि खाए कि उल्टी गरिहाल्ने भमिट गरिहाल्ने जस्तो हुन थाल्यो रे अनि झाँक्रीलाई गाउँघरको झाँक्री सबलाई चाहिँ त्यो केही भएन रे अनि यतापट्टि गाउँमा चाहिँ अलिकति भनौँ न औतारी लामा टाइपको थियो रे जस्तै उहाँ चाहिँ औतारी हुने उहाँको कान चाहिँ कस्तो रहेछ भने पहिला त्यो मरेर पनि फेरि जीवित भएको क्या फेरि जन्म लिएको त्यस्तो लामा थियो अरे अलिक शक्ति थियो अरे उहाँमा चाहिँ अनि भएपछि त्यो उहाँलाई ल्याएर देखाएपछि उसलाई एउटा भनौँ न अनौठो आत्माले उसको शरीरलाई कब्जा गरिसकेको छ उसको त्यो शरीर चाहिँ उसको आत्मा चाहिँ उसको शरीरमा बसिसकेको छ अब यो चाहिँ हामीले यसको आत्माबाट निकालेर यसलाई बसमा गऱ्यौँ भने अब त्यो बच्छ होइन भने बच्दैन भन्ने जस्तो कुरा गरे अरे भिनाजी सिकिस्तै बिमारी हुनुहुन्छ अनि अब दिदीलाई चिन्ता भयो त्यसपछि अब कसरी हुन्छ अब बचाउनु पर्यो आफ्नो श्रीमान भनेपछि अनि गाउँजामै हल्ला नि भयो यसरी फलानालाई चाहिँ किचकन्डेले यसरी बाटो छेकेर यस्तो गराएको थियो अरे भन्ने हल्ला नि भयो होइन अनि भइसकेपछि अनि सबजना जम्मा हो अनि चिन्ता गर्ने त्यही लामालाई लाउने भन्ने जस्तो कुरा हो अनि लामाले चिन्ता गर्दै आएर बुझाउँदै आएपछि भनौँ न एउटा एकदम जान्ने नि त उहाँ त अनि एउटा त्यो अब पूजा गरेको छ त्यो गरेको छ बुझाउँदै आएपछि अनि कस्तो हुने रे भने ऊ आफै काम्ने रे क्या भिनाजी आफै काम्न थाल्यो अरे उहाँले बुझाउन थालेपछि काम्न थालेपछि अनि भन्न थाल्यो अरे सब चिज के त्यो आत्मै त्यो किचकन्नीको आत्मा नै उहाँमा चढेछ क्या भिनाजमा चढेछ चढिसकेपछि भन्न थाल्यो अरे म यो हुँ भनेर अनि के भन्यो अरे उसले काम्दै के भन्यो अरे भने उहाँहरूको फ्यामिली चाहिँ यो भनौँ न यो तातो पानी नुहाउन भनेर आउनुभएको रहेछ अब कहाँबाट आउनुभयो कुनबाट आउनुभयो त्यो एक्ज्याक्ट भन्नु भएन भिनाजले अनि नुहाउन भनेर आउनुभयो अरे घुम्न आउनुभयो अरे उहाँको फ्यामिली उहाँहरूको अब कतिजना थिए भनौँ न घुम्न आयो अरे आइसकेपछि चाहिँ त्यहाँ आउने क्रममा चाहिँ त्यो ठाउँमा चाहिँ पहिला जमानामै भनौँ न त्यो बेला कस्तो खालको अर्कै खालको गाडी पो चल्थ्यो अरे भनेको अरे त्यो जमाना चाहिँ त्यहाँनिर चाहिँ त्यो पहिरो भनौँ न त्यो पुलमा चाहिँ पहिरो खसेर त्यहाँनिर चाहिँ
पुरेको रहेछ क्या त्यो गाडीहरू, त्यो गाडी उहाँहरूको सन्तानै त्यो उसमा पुरेको भएर चाहिँ त्यहाँनिर चाहिँ त्यहाँ चाहिँ भने उहाँको सन्तानमा चाहिँ 5वटा छोडी थियो भने क्या अरे, 5जना छोडी अनि अब को आउनु भएको थियो, आमा बुवा को आउनु भएको थियो, त्यो थियो अरे, त्यो भएर चाहिँ त्यो पुरेको भएर चाहिँ त्यो 5जना चाहिँ त्यसरी चाहिँ त्यो आत्मा भएर उ भएर जम्मा होइन त्यस्तो भएको रहेछ क्या उहाँहरू चाहिँ। त्यस्तो भइसकेपछि अनि त्यो म यो हुँ, म यस्तो यस्तो भएर आएको, यस्तो भयो मलाई, यहाँ म पुगेपछि म मेरो आत्मा भड्किरहेछ यहाँ, म भनौँ न त्यो अब के खोजेको होला नि, एउटा न्याय खोजेको होला नि त, त्यो यस्तो भनेर भिनाजी आफै कामेर जडर काम्याछ त्यस्तरी भन्नुभयो अरे। भनिसकेपछि अनि त्यहाँ अब त्यो लामा दाइले चाहिँ के भन्नुभयो अरे भने अब तँलाई के चाहिएको हो, हामी मानभाउ सब दिन्छौँ, तँलाई के चाहिएको हो, कस्तो चाहिएको हो, तँलाई सबै पुरा गर्छौँ, अब यसको शरीरबाट तँ जानु पऱ्यो, छोड्नु पऱ्यो भने। अनि त्यसले चाहिँ के भन्यो अरे भने म छोड्दिनँ यसलाई, म यसको शरीरबाट छोड्दिनँ, म यसको शरीरमा भएर बाँच्न चाहन्छु, म यसको शरीरमा भएर संसार हेर्न चाहन्छु भने जस्तो कुरा गरेर के कामदै म यसकै शरीरमा बस्छु भनेर भन्यो अरे। अनि अब जुन तान्त्रिकले अब लामा दाइले चाहिँ के भन्नु भने तैँले यस्तो भनेर हुँदैन, मानुष्यलाई बाँच्न दिनुपर्छ, तैँले यसरी छोड्नुपर्छ, तँलाई के मनपर्छ यहाँ त्यहाँ भनेर। अनि उसले मलाई यस्तो यस्तो चाहिन्छ, यस्तो गर भनेर भनिसकेपछि भन्यो अरे लास्टमा काबु बनाएर त्यस्तो भनेपछि म निस्केकै ठाउँमा गएर मलाई भोग दे बलि दे समथिङ केही भन्यो होला होइन। त्यो भएपछि अनि त्यहाँ त्यो के भन्यो अरे भने 5वटा बलि दियो भनेर क्या। जस्तै मानिलियो अब कुखुरा हुन्छ, हाँस हुन्छ, जस्तै बोका हुन्छ, त्यस्तो मलाई 5 बलि दे, म उ गरेकै ठाउँमा गएर 5 बलि दे अनि म छोड्छु यसलाई भनेर भन्यो अरे। भनिसकेपछि अब त्यहाँ चल्यो नि त, कुरा चल्यो, सबैले गरिसकेपछि अनि त्यहाँ त्यो ठिक पार्यो अरे कुखुरा हाँस त्यो हुन 5वटा जियो जे हो त्यो ठिक पार्यो अरे। अनि राति 12 बजे आएर पूजा गर भनेको थियो अरे क्या, राति 12 बजे त्यहाँ गएर पूजा गर भनेको थियो अरे। अनि पूजा गर भनिसकेपछि हुन्छ भनेछन् होइन, सबैजनाले हुन्छ भनेछन्, भनिसकेपछि अनि त्यहाँ गयो, सबजना गइसकेपछि अनि अब त्यो पूजा गऱ्यो त्यो पूजाहरूको त्यो भनौँ त्यो सब गतिविधि पुरा गरेर अनि त्यहाँ पूजा त्यो पूजा गर्ने क्रममा गरिरहनु भएको थियो अरे पूजा मजाले होइन, उहाँहरू बसेर गरिरहनु भएको थियो अरे। गरिसकेपछि के भएछ भने एक्कासी त्यो पूजा गरिरहँदाखेरि भनौँ न सनननननन हुन आयो अरे। अनि त्यो जुन भुमरी परे जस्तो त्यो पूजा गरेर ठाउँ कालो मुस्लो भएर क्या, मुस्लो सनननन घुमिरह्यो अरे क्या। अनि घुमिरहेपछि एक्कासी भिनाइची पनि काम्न थाल्नु भएछ क्या, त्यो जटङटङ त्यो अब त्यस्तो बिमारी मान्छे नि जर्र काम्न थाल्नु भएछ। काम्न थालेपछि अनि त्यहाँ त्यो भनौँ न भिनाइची क्याप क्याप भाषाले त्यो काम्दा त्यो बोली नै आएको छैन अरे, भिनाइचको चाहिँ त्यो बोली नै निस्किया छैन अरे, त्यो क्याप 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 पारेछ अरे क्या, त्यो घाँटी नै सुकाएर ल्याएछ अरे, बोल्नै सक्नु भएन अरे। कति सोध्यो अरे तान्त्रिकले तँ को के हो भन्, ल अब तँलाई हामीले बलि दिन लगाइरहेछ भनेर। त्यो पुरै खोलाको किनार भनौँ, खोला किनार छ, भिर पनि छ ठुलो होइन, त्यहाँ गएर बसेर त्यस्तो राति 12 बजी त्यस्तो भएको छ, उहाँ भिनाइची बोल्नै भएको छैन अरे, क्याप क्याप गर्छ अरे, उर गर्छ अरे, त्यो मुरिन्छ अरे क्या, त्यो पुरै भूत जस्तै गर्छ अरे क्या। त्यो भिनाइचीले चाहिँ त्यो आकारै त्यो टाउकोहरू हल्लाउने, यहाँ गर्ने हि गर्ने, त्यो पुरै भूत जस्तै गर्नुहुन्छ अरे होइन। तर पनि बोल्नु हुन्न अरे। अनि त्यहाँ अब भयो नि त, अब बोल्दैन अरे, किन हो अब। अनि त्यहाँ नबोलिसकेपछि अनि पछि त्यो तान्त्रिकले नै त्यो एउटा मन्त्र विद्या हुन्छ अरे क्या उहाँहरूलाई, त्यो चाहिँ आत्माहरूलाई बसमा लिने त्यो विद्या हुन्छ, त्यो विद्या चाहिँ थियो अरे क्या उहाँलाई। त्यो जस्तै उहाँसँग चाहिँ त्यो के को भने त्यो मान्छेकै उहाँहरूको चाहिँ जातमा चाहिँ कस्तो हुन्छ, तामाङहरूको चाहिँ अलि राम्रो लामाहरू बित्यो भने चाहिँ कस्तो हुन्छ अरे भने लगेर अब संस्कारको गार्ने चलन हुन्छ अरे। त्यो गार्ने चलनमा चाहिँ नुनहरू त्यो भनौँ न तेलहरू टन्न हालेर त्यो मजाले गरेर पुरै भनौँ न बेहुला जस्तै गरेर मस्त गाडेको हुन्छ अरे क्या, गाडेको हुन्छ अरे। गाडेर अनि गाडिसकेपछि त्यो 1 वर्ष 2 वर्ष 3 वर्ष कति लाग्छ भनौँ न, त्यो कुहिएर त्यो शरीरहरू सबै माटोमा मिलिसकेपछि चाहिँ अनि त्यहाँ त्यो जुन गाडेको ठाउँमा एउटा माने बना हुन्छ, उहाँहरूको माने बना हुन्छ। माने बनाइसकेपछि चाहिँ अनि त्यो तलबाट पाल पारेर खोपा पारेर मान्छे छिरेर उहाँको त्यो नली खुट्टाको हड्डी चाहिँ झिक्या हुन्छ अरे क्या,
त्यसरी झिकेको हुन्छ अरे। झिकिसकेपछि चाहिँ अनि त्यो हड्डीले चाहिँ त्यो भनौँ न त्यो हड्डीमा अब के मन्तर लगाएपछि त्यसले चाहिँ त्यो लामाको हड्डी भनौँ न नलीखुट्टाको हड्डी चाहिँ त्यो बच्छ पनि रे, फेरि मजाले बच्छ अरे। त्यो काङ्लिङ हो कि किङलिङ भन्ने हुन्छ, त्यसरी बच्छ अरे। पनि त्यो हड्डी निकालेर त्यसले फुकेपछि त्यो आत्माहरू जति नै नेगेटिभ शक्ति नेगेटिभ एनर्जीहरू हुन्छ नि त्यसले चाहिँ त्यो एउटा बसमा गर्छ अरे। अनि त्यो हड्डी निकालेर उहाँले त्यो बसमा गर्नलाई चाहिँ अब थाल्नु भएछ भनौँ न, मन्त्र पढ्दै 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 थाल्नु भएछ होइन। त्यो उ गर्नुभएछ, गरिसकेपछि अनि त्यहाँ त्यो आत्मा आएर त्यो जुन भनौँ न त्यो कालो त्यो उ आएर त्यो उसमै घुम्न थालेर क्या। यो सत्य घटना भन्दैछु म तपाईँहरूलाई, भोग्नु भएको उहाँले मेरो भिनाजले आफैले खुद भोग्नु भयो। यहाँ त्यो जुन घुम्छ अरे क्या, त्यो जुन नली खुट्टाको हड्डीमा चाहिँ रोइ 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 घुम्छ अरे, मस्तसँग घुम्छ अरे होइन। घुमिसकेपछि अनि त्यसपछि भिनाजी बिस्तारै काम नछोड्नु भयो अरे क्या। त्यो घुम्नु छोडिसकेपछि अब ल तँलाई मैले मेरो बसमा लिएँ, अब तँलाई भन् तँलाई के भोग चाहिन्छ, अब हामी दिन्छौँ। तैँले भनेको अस्ति भनेको 5वटा बलि लिएर आएछौँ, हामी 5वटा बलि दिन्छौँ भनेपछि त्यो सर्र त्यो घेरिरहेको थियो अरे। त्यो घेरिरहेपछि सर्र उडेर गएर क्या, त्यो आफै सट्ट आकाशपट्टि उडेर गएर गइसकेपछि अनि त्यहाँ भिनाजी पनि काम नछोड्नु भयो अरे, बिस्तारै काम नछोड्नु भयो अरे। त्यसपछि चाहिँ अनि त्यहाँनिर अब मानभाव पुरा गरेर त्यो उहाँ लामाजीले त्यो फलाकेर मन्त्र पढेर अनि 5वटा बलि दिनुभएछ। त्यो बलि सर्र दिँदा पनि त्यो रगत नर्मली हामीले बोकाहरू काट्दा उ गर्दा त त्यो नर्मली जान्छ नि रगतहरू नै, अलिक उहीँसम्म पुग्छ भनौँ न। त्यो बेला चाहिँ जुन चाहिँ बलि काटे पनि यस्तो सिर्का हान्ने रे क्या, तपाईँको परपटसम्म सिर्का हान्ने रे क्या, सर्र हान्ने रे क्या। त्यो काट्न बित्तिकै सर्र हान्ने रे। अनि त्यो जुन बोकाहरू खसी बोकाहरू नि कस्तो नर्मली रियाक्ट गर्ने रे क्या, त्यो अब चाहिँ त्यो नकराउने रे। अनि त्यस्तो रियाक्ट गर्ने भइरहेको थियो अरे। अनि सरसरी सिर्का हान्ने रे। 5वटा बलि दिनुभएछ त्यो दिन होइन। अनि 5वटा बलि दिइसकेपछि अनि त्यो मस्त बलिहरू दिइसकेपछि अब त्यहाँनिर अब उ गर्नु पऱ्यो, अब छोड भन्नु पऱ्यो त्यो आत्मालाई। अब यो उसको बस भयो। अनि त्यहाँ त्यो भिनाजलाई त्यहीँनिर त्यो बलि दिएको ठाउँमा बसाउनु भयो अरे। बसाएर अनि त्यो जुन त्यो नली खुट्टाको हाड भने नि त्यो पैतालाबाट यस्तो छुँदै झाँक्रीले चाहिँ त्यो छुँदै ल्याउनु भयो अरे। अनि यस्तो ढाडबाट यो ढाडमा चाहिँ त्यो नली खुट्टाको हड्डी हाल्दै अनि यसरी बमिट गर्ने रे क्या। त्यस्तो हाल्दै त्यो छुना बित्तिकै होइन त्यो झाँक्री दाइलाई नै बमिट आउने रे क्या, त्यो के निकाले जस्तरी त्यसरी निकाल्नु भयो अरे। शरीरको सब निकाल्नु पऱ्यो त्यो राति नै, टाउकातिर छोयाछ त्यो छोयाछ सबतिर। अनि यो बेसी चाहिँ यस्तो पछाडि लागेछ अरे क्या उहाँलाई, त्यो आत्माले चाहिँ पछाडि थिच्या भएर यहाँनिर त्यो जुन नली खुट्टाको हड्डी त्यसरी राख्दाखेरि चाहिँ त्यो बमिट गर्नेले वातङ तङ 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 त्यो भमिट गर्ने रे झाँक्रीले होइन। अनि त्यस्तो भएपछि उहाँ चाहिँ एकदमै डेन्जरै झाँक्री हुनुहुँदो रहेछ होइन। अनि त्यस्तो गरेर सब त्यो उहाँको त्यो शरीरको विषहरू निकालिदिनु भएर क्या, झाँक्री आफैले निकालिदिनु भयो अरे। त्यहाँ गऱ्यो, त्यसपछि आयो। त्यहाँ आउने क्रममा त्यो सर्र आइरहेको थियो अरे। अनि आइसकेपछि पनि सर्र भनौँ न त्यो पुल मात्रै क्रस गरेको थियो अरे। मजाले उता फर्केर 5वटा क्या, 5वटा त्यो सेतो कपडा लाज अरे, पछाडि फर्काछ अरे, कपाल लामो लामो। त्यो जुन दिन फर्स्ट दिन देख्नुभयो नि भिनाजले, त्यही दिनदेखि टक्क बाटो छेक्यो अरे। अब मार्छ यसले भन्ने जस्तो भयो, मनमनै भयो। बाटो छेक्यो अरे। छेकिसकेपछि होइन भनौँ न, छेकिसकेपछि अनि त्यहाँ अब त्यो उसँग त झाँक्रीसँग त मन्त्र हुने नि त। अनि उहाँ नै अगाडि सरेर त्यो मन्त्र के गरेर त्यो चामलहरूमा त्यो यस्तो गरेर मन्त्र गरेर त्यो पहिला त्यो उहाँहरूको त्यो जतिजना जानुभएको थियो पूजा गर्नलाई त्यो आङसाङ बाँधिदिएर पुरै उ गरिदिइसक्नु भयो अरे। त्यो फुकफाक गरेर अनि त्यो चामलले चट हानेर उहाँ अगाडि बढेपछि त्यो बिस्तारै बिलाएर क्या, त्यहीँनिर त्यो 5वटा त्यो कन्या चाहिँ त्यहाँ सर्र बिलाएर त्यसपछि चाहिँ उहाँहरू अगाडि बढ्नु भएछ। अनि घर आउनुभयो। अनि बिस्तारै चाहिँ अब भिनाजलाई पनि ठिक हुँदै गयो अरे क्या, ठिक हुँदै गएर त्यहाँ नर्मली नै ठिक भयो अरे। त्यो 5 बलि दिएपछि चाहिँ नर्मली नै ठिक भयो अरे। अनि त्यसपछि चाहिँ अब त्यहाँ चाहिँ अहिलेसम्म जिउँदै हुनुहुन्छ अरे उहाँ तान्त्रिक झाँक्री, त्यो जुन औतारी लामा भनेको जिउँदै हुनुहुन्छ अरे अहिलेसम्म पनि। कोहीलाई केही भयो भने नि त्यो एकचोटि उहाँले फुक्दा पनि निको हुन्छ अरे। हाम्रो तातो पानीमा हुनुहुन्छ उहाँ चाहिँ होइन।
त्यस्तो त्यस्तोसम्म हुँदो रहेछ होइन मजाले त्यस्तो गरियो भने चाहिँ अब आत्मा लाग्दो रहेछ आत्मा हुँदो रहेछ मरेको मान्छेको आत्माहरू निकै भड्किन्छन् पनि किचकन्डीको रूप लिने भनेको चाहिँ यो झुन्डेर लडेर मरेको र उमेरमै मरेकोहरूले चाहिँ किचकन्डीको रूप लिन्छ अरे होइन त्यस्तै भनेर मलाई भिनाजले सेयर गर्नुभयो यो उहाँले हाम्रो भिनाजले आफ्नै जीवनमा भोगेको घटना यो कुनै बनावट होइन कुनै के होइन मैले भन्दाखेरि काहीँ कसो गल्तीहरू भयो होला के होला तर मेरो भिनाजले खुद जीवनमा मेरो भिनाज र दिदीले भोग्नु भएको मेरो भिनाजी नै हुनुहुन्छ दिदी पनि हुनुहुन्छ अहिले होइन उहाँहरूलाई चाहिँ क्यामेरा अगाडि बसेर भन्नलाई अलिकति आँट नआउने डर लाग्ने भएको कारणले चाहिँ मैले प्रस्तुत गरेको हो मैले चाहिँ हजुरहरूलाई सधैँ मैले अरूको घटनाहरू ल्याएर नै हजुरहरूमाझ प्रस्तुत गरिरहेको छ कृपया राम्रो राम्रो कमेन्टहरू गरिदिनु होला किनभने यो फेक हो कस्तो हो नभनिदिनु होला यो चाहिँ रियल मेरो भिनाजले भोगेको घटना नै हजुरहरूमाझ सेयर गरिरहेको छु र मलाई आशा छ हजुरहरूको मायाले नै म यत्रो घटनाहरू खोजेर उ गरेर ल्याएर भन्न आँट आइरहेको छ मलाई यस्तै माया हजुरहरूले सधैँ गरिदिनुहुन्छ भन्ने आशा छ अब फेरि अर्को एपिसोडसम्मको लागि मलाई बिदा दिनुहोस् हस्त नमस्ते।